आज जहाँ छौ त्यो तिमीले सपना देखेको ठाउँ होइन होला, तर सम्झ हरेक सफल मान्छे जिरोबाट नै सुरु गरेका थिए। तिमी थाकेको छौ, हार जस्तो लागिरहेको छ र कहिलेकाहीँ त आफूलाई नै प्रश्न गर्छौ, के म सफल हुन सक्छु त? उत्तर हो, सक्छौ, किनभने सफलता कुनै भाग्यले दिने कुरा होइन। सफलता त्यो मान्छेलाई मिल्छ जसले हार मान्दैन र उसले हरेक पटक कोसिस गरिरहेको हुन्छ। जब सबैले तिमीलाई छोडिदिन्छन्, जब परिस्थितिले तिमीलाई दबाउँछ, त्यो बेला पनि हार नमानी उभिन्छौ भने त्यही नै तिम्रो जित हो। आज तिमी सानो छौ, आज तिमीलाई कसैले चिन्दैन, तर भोलि तिम्रो त्यो नाम नै तिम्रो पहिचान हुनेछ। याद राख, बहाना बनाउनेले सपना गुमाउँछन्, तर मेहनत गर्नेले इतिहास लेख्छन्। सफल मान्छेहरू आराम खोज्दैनन्, उनीहरू खुदमै भविष्य बनाउँछन्। तिमीले आफ्ना सपनाहरू पुरा गर्दै गर्दा लड्यौ ठिक छ, तर उठ्ने कोसिस पनि गरेनौ भने त्यो तिम्रो हार हो। आजको सङ्घर्ष भोलिको गर्व हुनेछ। आफूलाई बाचा गर, जबसम्म सफल हुँदैन म रोकिँदैन भनेर। किनकि तिमी साधारण मान्छे होइनौ, तिमी त्यो मान्छे हो जसले आफ्नो जीवन आफै बदल्न खोजिरहेको छौ। सफल मान्छेहरू अरूको भर पर्दैनन्, उनीहरू आफैमा अनुशासनमा बाँच्न खोज्छन्। जब मन लाग्दैन त्यति बेला नै काम गर्न सुरु गर्छन्। जब थकान हुन्छ त्यति बेला नै जित नजिक हुन्छ। यदि आज तिमी हार मान्ने सोच्दैछौ भने यो भिडियो तिम्रो लागि। तिमी हार्न जन्मिएको होइन, तिमी लड्न जन्मिएको हो। आफूलाई कम नठान, तिमीभित्र असीम शक्ति छ। आज तिमीलाई कसैले चिन्दैन, तर भोलि तिमीलाई चिनाउनै पर्दैन, किनकि तिमी नै उदाहरणीय व्यक्ति हुनेछौ। अहिले नै उठ र हिँड, सफलताले तिमीलाई खोज्दैछ।